मर्निङ नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजको मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ आज चाहिँ म धेरै खुसी पनि छु किनकि पर्वतबाट सामान आउँदैछ म मेरो मेरोलाई के पठाइदिनु भयो सबै देखाउँछु है त अनि फुलहरु पनि पठाइदिनु भयो त्यही भएर मैले यहाँ थोरै जग्गा छ हाम्रो त सबै सफा गर्ने अनि त्यसपछि फुलहरु रोप्छु अनि त्यसपछि अनि दुखी पनि छु किनकि आज के कारणवश सन्दीप काठमाडौँ जाँदै हुनुहुन्छ म चाहिँ काम गर्नतर्फ लागे है त गाइस थोरै छ अनि यति गर्न पर्यो अनि यति गरेर खाना खान पर्ला अब पहिलासम्म मात्र खानु गरेर त भ्याइ गाई जब खन्दैछु म चाहिँ मसँग चाहिँ खन्ने केही छैन यसले खन्दैछु गाईजी यस्तो छ म चाहिँ यसरी रेडी भएर अनि सानो काम छ बजारमा बजार जान लागेको अनि त्यसपछि 3 बजेतिर मेरो बजारबाट पठाएको सामान आउँछ अनि त्यसपछि के पठाइदिनु भएको छ देखाउँछु है त हामी चाहिँ बुढाबुढी भएर बजार आएको छ बुढाको फेभरेट सपिङ मल चाहिँ मेरो बुढाको लागि यही हो है यहाँ सपिङ गर्न चाहिए पनि थुप्रा आज के लाने हो सन्दीप क्या ना काठमाडौँ जाना विदेश जाना अनि यो पसल चाहिँ हाट बजारमा छ गाई एकदम राम्रो छ यहाँ एकदम राम्रो टी सर्टहरू पाउँछ मेरो सपिङ चाहिँ भयो है यो सन्दीपको लागि मेरो लागि सपिङ भयो गाई जाने घर मेरो छुट्टै स्कुलबाट आउँदैन गाई कहाँ गयो र नआउने के भयो बोतल हराइदिनु भयो हामी चाहिँ यिनीलाई लिएर आयौँ अनि त्यतै बजारबाट अनि पसेर अनि यिनीलाई स्कुलबाट लिएर आएर अनि पसेहम गर्मी छ गाइस एकदम अनि यिनी चाहिँ मोबाइल हेर्दैछन् आजकलको बच्चाहरूले के गर्ने मोबाइल हेर्छन् अनि यिनी तिम्रो कति दिन छुट्टी छ अरे यिनीको चाहिँ आजदेखिबाट अबको असारको 3 गतेसम्म छुट्टी छुट्टीमा तिमीले के गर्छौ के गर्ने छुट्टीमा होमवर्क लेख्ने क्या अनि घुम्न ल घुम्न त अब कहाँ जाने नि पहिला पोखरा गइयो अनि त्यसपछि पर्वत मामा भन्ने गयो पर्वत त गएको हो नि त अनि जुना फुफू घर हामी कहिले गएनौँ जुना फुफू घर यहीँ आउनुहुन्छ सपना दिन जाने आज चाहिँ भान्जी पनि आउन सक्नुहुन्छ है गाइस मेरो पुरा सो गर्दै हुनुहुन्छ के ब्रान्ड हो कपडाको उता पछाडिको लुक फाइनल्ली पर्वतबाट सामान आयो गाइस हामीले लिएको भर्खरै हामीले यसमा के छ खोलामै नि है आर यु एक्साइटेड अब के छ हेरौँ है त गाइस म यो चाहिँ मलाई मोही खान मनपर्छ नि त मोही पठाइदिनु भयो मम्मीले अनि यसमा चाहिँ सुकुटी छ गाइस सेलरोटीमा तुले कसले बनायो यो चाहिँ धनिया हो मलाई मन पर्छ अर्को चाहिँ घिउ यिनीको फेभरेट घिउ यो अनि घिउ होइन छ यो दही थोरै खाएको छ नि त अनि मैले अनि फुलहरू लगाएको थिएँ गाई फुलहरू छ हेर्नु यो अब रोप्ने हो त्यसलाई सफा गरेको नि त रोप्ने हो मम्मी दुईटा मात्र हो दुईटा यो चाहिँ अनि यो चाहिँ
लसुन लुगाको लसुन कति धेरै छ न अरु के छ मम्मी ठिकै छ सामान पठाइदिनु भएको छ मेरो मम्मीले अनि त्यसपछि यहाँ दाल पनि पठाइदिनु भएको रहेछ अनि त्यसपछि पिठो पनि पठाइदिनु भएको छ अब यति नै हो मम्मीले ल्याइदिएको अनि मेरो मम्मीलाई थ्याङ्क यू मम्मी गाइस मम्मीले फुलको बिरुवा पठाउनु भएको छ रोप्दैछु है म है आज पानी पनि परेछ अनि राम्रो छ क्या मौसम अर्को बिरुवा चाहिँ यो धनिया कस्तो महँगो बस्छ चटनी मिठो हुन्छ गाइस पुरा दुईवटा बिरुवा रोपे अब यो चाहिँ उस पतिना हुन्छ नि त्यो अब गर्मी सिजनमा हाल्नु शीतल हुन्छ क्या राम्रो गर्छ अहिले यो पनि पठाइदिनु भएको रहेछ मम्मीले गाई छैन मम्मीले गरेको पतिना नि भयो यो के हो मलाई थाहा भएन यो के हो थाहा भएन गाई तर रोप्छु मम्मीले पठाइदिएको भनेपछि राम्रै चिज होला है गाई चाहिँ मम्मीले मम्मी यो फर्सीको बिउरा लगाउने के नि थाहा तिमीलाई फर्सी भन्ने मम्मीले पछि ठुलो फल्छ होला यो बगैँचामा केटा पनि लगाउँ है यो के फर्सीको यो पनि जे पनि हो यो खाने त्यही फलफुलकै हो कि म त्यही अनि यो चाहिँ गमलामा सार्ने कि गाई चाहिँ गमलामा सार्ने है रोटी चिया खान लाग्यो गाई चिया चाहिँ यहाँ छ है अनि नेपालीहरूको सेतो चियालाई दिनु पर्दैन मम्मीको हात त त्यो रोटीमा कसैले भेट्न पाउँदैन सँग जानु होला पुग्यो भने फोन गर्नु होला है ओके छ त साँच्ची फोन गर्नु नि फेरि ठिक छ गरौँ न मोबाइल जति राम्रो हुन पनि मम्मीले जानु नि किन हो होला केही न केही राम्रोसँग बस मोबाइलमा त नरो होइन मेरो भ्लग चाहिँ यति नै हो आजको अनि त्यसपछि सन्दीप चाहिँ काठमाडौँ जानुभयो आयो राम्रोसँग पुग्नुहुन्छ एरीको फेरि यस्तो हो बाबा रो र ओ माय गॉड के हो बाबा त विदेश गएको होइन नि क्या है तुम्हारा हाल चॉकलेट दिया चॉकलेट नहीं हुआ अहिले चाहिँ रोगी छे बाबा गए भनेर रुन पनि केही छैन पर्सि आइहाल्छ नि त